साथीहरु आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा मैले इन्डक्सन चुलोको कुलिङ फ्यान खराब भएको कसरी पत्ता लगाउने र कसरी चेन्ज गर्ने आज म यस भिडियोमा म बताउन गइरहेको छु। भिडियो पुरा हेर्दिनु होला। च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। साथीहरु यो चाहिँ मैले स्याम्पलको लागि यो चाहिँ निकालेको यो इन्डक्सन चुलोको हो। यो चाहिँ सर्ट भइसकेको छ। सर्ट भएकोले काम गरेन, त्यही भएर अब यो फ्यान चल्न पाउँदैन नि। यसले कुलिङ गर्न नपाएपछि यसको आइजिबिटीहरु र ब्रिज रेक्टिफायरहरु खराब हुने चान्स बढी हुन्छ। त्यसकारणले बेला बेलामा फ्यान चलेछ कि चलेछैन भनेर यसको हामीले आवाज चाहिँ सुन्नुपर्ने हुन्छ कान नजिक लगाएर। त्यो खराब रहेछ भने चेन्ज गरिहाल्नु पर्ने हुन्छ। यो मैले स्याम्पलको लागि निकालेको थिएँ अनि त्यसको लागि मैले मार्केटमा गएर यो नयाँ लिएर आएको छु। यो चाहिँ सेटकै थियो। मल्टिमिटरले चेक गर्न नि मिल्छ। यसरी मल्टिमिटरले चेक गर्दाखेरि बिप बज्यो भने यो चाहिँ खराब मानिन्छ र अर्को यो नयाँ छ। प्लसमा प्लस र माइनसमा माइनसै जोड्नुपर्ने हुन्छ। यसरी जोड्दाखेरि प्लसमा प्लस माइनसमा माइनस यसरी जोड्दाखेरि मिटरमा केही रिडिङ आउनुपर्छ। यो चाहिँ ओके छ। यो चाहिँ ठिक छ। अब यो साइडतिर राखिदिन्छु मैले। यसमा यसको भने मैले स्क्रु सबै खोलिसकेको छु। 1 2 3टा यहाँ अनि यता 3टा गएर 6वटा स्क्रु हुने गर्छ। यो स्क्रु खोलिसकेपछि यसलाई यसरी यो माथिको ग्लास रहेको हुन्छ। यो चाहिँ सजिलै निक्लन्छ। यसमा के यतातिर केही कनेक्सन चप्केको हुँदैन। सजिलै निकाल्न मिल्यो। यसलाई मैले साइडतिर राखिदिएँ। अहिले फ्यान हुने भाग भनेको यहाँनिर रहेको छ। कनेक्सन यसको यो साइडमा रहेको हुन्छ। यो चाहिँ फ्यानको कनेक्सन रहेको छ। यसमा मैले चालु गरेर चेक पनि गरिसकेको छु। यसमा 18 भोल्टेज आउनुपर्ने हुन्छ। 18 भोल्टेज आएको छ। कसरी चेक गर्ने भन्नाले यसलाई चेक गर्नको लागि यहाँ माथि एउटा पेपर राख्ने अनि पेपर माथि एउटा भाँडो राखेर अनि यसलाई चालु गर्न सकिन्छ। चालु गरिसकेपछि अनि यहाँ भोल्टेज नाप्न सकिन्छ। भोल्टेज पनि आउँछ। 18 भोल्टेज आउँछ। त्यो चाहिँ मैले चेक गरिसकेको छु। अब मैले यो चाहिँ मैले यसमा सेट गर्छु। अब यति गरिसकेपछि यसको यहाँ यतातिर यो लक रहेको छ। लकमा लक मिलाएर यसरी हालिदिसकेपछि यो प्लस माइनस चाहिँ सुल्टो नै हुने गर्छ। यसमा यसरी यसको यो यहाँ लक रहेको छ। लकमा यसरी हालिदिने। यसलाई पनि यिनी तारहरूले यतातिर छुनु पनि हुँदैन। अब यति गरिसकेपछि साथीहरू यो चेन्ज भइसक्यो। अब यो चल्छ कि चल्दैन भनेर एकचोटि यसलाई हामीले चेक गरेर मात्रै फाइनल प्याक गर्नुपर्ने हुन्छ। अब यसलाई यो सिस्टम यसको स्विचको भाग यतातिर रहेको छ। यसरी राखेर यसलाई चेक गरेर सजिलैसँग सकिन्छ। साथीहरू अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।